हेलो सबैलाई लामो समयको अन्तरालमा सबैलाई नमस्कार भन्न चाहे र आजको दिन चाहिँ हामीले लामो समय पछाडि भ्लग बनाउने एउटा मौका पाएको छौँ। किनभने यो समय चाहिँ समर टाइमको भएको कारणले गर्दाखेरि हामीले पहिलेबाट पनि तपाईँहरूलाई भिडियो मार्फत देखाउने गर्थ्यौँ फिसिङ भनेर। अनि त्यो भएको कारणले गर्दा आज हामी फेरि फिसिङमा आएको छौँ परिवार। तपाईँहरूले देख्न सक्नुहुन्छ यो राम्रो एकदम राम्रो ठाउँमा धेरै मान्छेहरू यसरी आएको छ। तर अब हाम्रो च्यालेन्जिङ छ, यस्तो रमाइलो ठाउँ छ होइन। अब यहाँ हाम्रो बुवा पनि आउनु भएको छ, बुवा अनि हाम्रो बाबा मम्मी बुवा यहाँ तल क्रिकमा आउँदैछौँ। अनि त्यहाँदेखि लिएर यहाँनिर इन्फर्मेसन पनि यसरी छ ट्राउटको। अनि यहाँ मेरो छोरो सलिन हेर्दै गर्नु होला कति पर्छ। ल आमाहरू, ल यहाँ चाहिँ खानाहरू पकाउनुको लागि आमाहरू बस्दै हुनुहुन्छ। अनि मामहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी छ है। चट्टै सबै कुराहरू हामीले रेडी प्रिपेयर गरेर लिएर आएको। आज यतै वनभोज पनि खाउँ भनेर फर्स्ट नै हाम्रो आमालाई चाहिँ यी छोडिराख्ने छौँ आजलाई एकछिनलाई चाहिँ। अब हामी गयौँ है, ओह्रालो लाग्यौँ। बुवा अघि पर पुग्नु भयो। बुवा यताबाट यसो यसो उदाउँदै जानुपर्छ। ल है, अब हामी क्रिकतिर झर्दैछौँ। यति राम्रो ठाउँ छ यो ठाउँ, ब्युटिफुल प्लेस। हाम्रो एभ्री इयर चाहिँ हामी यहाँ आउँछौँ प्राय। अनि यो चाहिँ हाम्रो बहुत राम्रो ठाउँ छ, असल ठाउँ। अनि यहाँनिर हामी खासै हामी खाँदैनौँ, तर क्याच एन्ड रिलिज गर्नको लागि हामीलाई मनपर्छ। खासै हामीले फिस लाइकहरू चाहिँ होइन, तर हामीलाई फिसलाई चाहिँ यसो फिसिङ गर्नु चाहिँ मन लाग्छ। इन्ट्रेस्टेड चाहिँ त्यहाँ हो। द्याट्स अल। बट वी आर नट इटिङ फिस, क्याच एन्ड रिलिज गाइस। तपाईँले देख्न सक्नुहुन्छ यति राम्रो स्यालो रिभर छ है। मलाई लाग्छ ट्राउटहरू एकदमै राम्रो स्ट्रक गरेको छ भन्ने हामीलाई लागेको छ। किनभने नयाँ बोटहरू राखिसकेको अवस्था छ। अनि त्यसले गर्दाखेरि हामी माछा मार्नेछौँ। तपाईँहरूले हेर्दै गर्नुहोला कतिको मर्छ के मर्छ हामीलाई थाहा छैन, तर नोटिस बोर्ड अनुसार चाहिँ होइन बुवा, नोटिस बोर्ड अनुसार त माछा त लगाएकै छ भन्ने हामीले जानकारी पायौँ। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ स्यालो रिभर यस्तो राम्रो छ है। अनि यहाँ चाहिँ इन्फर्मेसन्स नयाँ नोटिस स्टक ट्राउट वाटर भनेर लेखेको छ। दिस वाटर इज स्टक्ड विथ ट्राउट भनेको छ होइन। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन। क्लोज टु द फिसिङ फ्रम द मन्डे के भन्छ फ्रम दि 3rd of मन्डे इन फेब्रुअरी to 8 AM through the opening days from through trout season in April भन्दा छ। अप्रिल यसरी तपाईँले देख्न सक्नुहुन्छ है। यसरी राखिदिएको छ। अनि खोला चाहिँ एकदमै बहुतै राम्रो खोला छ। ल हेर्नुहोस् यहाँ यो स्यालो रिभर बहुत राम्रो छ, सङ्लो छ, क्रिस्टल क्लियर वाटर, एकदमै सङ्लो पानी। ल हेर्नुहोस् गाइस, क्रिस्टल क्लियर छ। बुवा कता खेल्नुहुन्छ हो? ल हुन्छ बुवा, खेल्दै गर्नुहोस्। ल हाम्रो बुवाले चाहिँ यहाँनिर खेल्नुहुने अरे। यो जाम पानी सायद यहाँ माछाहरू यो ढुङ्गाको चेपतिर हुनसक्छ। अनि यहाँ चाहिँ ठुलो र छ एउटा राम्रो छ। यहाँनिर सायदै मलाई लाग्छ
हुनुपर्छ भन्ने आशा छ होइन बुवा ल ल के भनिदिनुहोस् बुवा एक दुई शब्द एकदम त्यो अप्रिल महिनाको देखि चाहिँ फिसिङ चाहिँ एकदम सुरुवात आजको दिन त्यसले गर्दा हामी खुसी भएर यो खोलामा आएर बल्छी खेल्नलाई तयारी हुँदैछौँ कतिजना त्यो कहाँ खेल्दै हुनुहुन्छ त्यो खोलाभरि छ गोरे गोरे खैरीहरू सबै नेपालीहरू भोरिभरि तलदेखि हामी चाहिँ अलि माथि आएका छौँ अनि यहाँ बल्छी चाहिँ यहाँ उन्नुपर्ने यहाँ अर्कै खालको बल्छी तिनमुखी बल्छी चाहिँदो रहेछ यता देखाइदिनु ल है सानो हो एकछिन ल बल्छी चाहिँ हेर्नुहोस् है गाई चाहिँ बल्छी चाहिँ हामी यस्तो युज गर्छौँ तिनमुखे होइन अनि अब हेरौँ यसले कतिको पक्रिँदो रहेछ बनाउनु दिन्छ ल हेर्दै गर्नु होला है गाई कति मर्छ पछाडि देखाउँ ल बुवालाई चाहिँ मैले यहाँ छोडिराखेर गएँ अब यो रमा बुवाले मार्नुहुन्छ कति मार्नुहुन्छ म भिडियोमा त क्याप्चर गर्न सक्दिनँ होला मारिकन जाल्नुभयो भनेदेखि चाहिँ भएर तपाईँहरूलाई देखाउँ ल हुन्छ अब म बाबा उँधो खेल्दै हुनुहुन्छ मेरो छोरो उँधो खेल्दै हुनुहुन्छ लेट्सी यदि उनीहरूले पक्रेको पक्रेन त्यो कुरा चाहिँ मलाई थाहा छैन तर यदि पक्रेको छ भनेदेखिलाई हामी देखाउन तपाईँहरूलाई जाँदैछौँ हेर्दै गर्नु होला यति अप्ठ्यारो छ अनि यो तपाईँहरूले के को बोट हो यो यदि तपाईँहरूलाई यो बोटको नामहरू जान्नुभयो भनेदेखिलाई तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ यसले फुलेको चाहिँ छैन कोपिला चाहिँ लागिरहेछ के को बोट हो होइन यसकै बोटकै मात्रै छ वरिपरि एकदम ब्युटिफुल ल So far, but I think if I was just like straight over there, I think that would be a natural like habitat to try. Okay, let's try it. Give it a try. There we go. Woo! कहाँ छ कोपा ल है गाइस मेरो छोरोले यहाँ खेल्दैछ अहिलेसम्म नोट सिङ्गल बाइट भनिरहेको छ नानीले ल है आज फेरि हामी जाँदैछौँ तल बाबाको स्पटमा छोराले चाहिँ एउटा पनि पारेन मैले हेल्प गरेँ अड्काएछ हेल्प गरेँ अब हाम्रो बाबाको स्पटमा म जाँदैछु बाबाले पार्नु भएको सायद त हामीले दुई चारवटा बेड ल्याउनु पर्थ्यो आज सबै बेडहरू सकेको कारणले गर्दाखेरि हपफुली हामीले पावर बेड मात्रै लिएको कारण छ त पावर बेडमा त्यति इन्ट्रेस्ट देखाएन क्राउडले पावर बेडमा पर्न सकेन त्यो भएको कारणले गर्दाखेरि होपफुली रफली हामीले एक दुईवटा एक साल दुई साल पार्न सकिन्छ कि भन्ने आशा चाहिँ थियो तर पावर बेडबाट परेन पछि अब के गर्ने र छैन है आशा बाबा के भन्दैन छ तपाईँ ल है ल अस्ट्रेलिया मामा ल अब यहाँ कुकरमा माम पाक्दैछ हामी सुर गर्दैछौँ हाम्रो सेवा पनि आइरहेछ हामी परमेश्वरको जन हो जहाँ गयो पनि परमेश्वरलाई महिमा दिनुपर्छ यहाँ हेर्नुहोस् न माछा मार्नु गएको छ अरू चाहिँ अब अहिले भएर आएपछि अनि खाइन्छ है मजाले बसेर
ल है हाम्रो मामहरू पाक्दैछ आज सरुवा भएको भएकै हावा लागेर होइन तलदेखि फेरि यहाँ आएको छ तिन ठाउँ सराई आज वनभोजको लागि हामी आएका छौँ यति रमाइलो छ ल हेर्नुहोस् बङ्गुरको मासुसँग चट आज वनभोज खाइने हो खाइने हो सेकुवा बनाउने छँदैछ आज चाहिँ चट्ट वनभोज खाइन्छ अनि त्यहाँदेखिको हामी माछा मार्न भनेर आइएको थियौँ यहाँ चाहिँ अब माछाको सबै कुराहरू देखाएको छ तर के गर्ने र माछा चाहिँ अब भर्खर भर्खर नयाँ लगाइदिएको रहेछ माछा परेको चाहिँ छैन ट्राई गऱ्यौँ होइन अर्कै बेड्स भएको कारणले गर्दा चाहिँ अब हामी फेरि एकचोटि जमर्को गर्नेछौँ खानासाना खाएर भोक पनि लागिरहेछ होइन पासो ल अनि यहाँ आएर चाहिँ छिट्टै हामी वनभोज खाउँ भन्ने हेतुले वनभोज खाइसके पश्चात हामी पनि माछा के मारिन्छ कि भन्ने आशा छ मरिगएछ भने तपाईँहरूलाई देखाउँला मरेन रहेछ भने वनभोज खाइकन हामी फर्किनेछौँ रुख बिरुवाहरू पनि भर्खर भर्खर नै यो पौलाउँदैछ अहिले समर टाइम भर्खर समर लागेको छ समरले भेटेको कारणले गर्दाखेरि अलिअलि नै हरियो रुख बिरुवा पातहरू अलिअलि देखिँदैछ अब यो हरियाली भन्छ न आज गर्मी चाहिँ छ उहाँ सँगै गर्नुभएको भयो कि सँगैको होइन कि त्यही सालमा त्यही पास्टरले चाहिँ लायो झोल अब सेकुवा बनाउँदै खाँदै होइन यस्तरी पाकेको छ यति मजाको माम पनि पाक्यो हाम्रो माम हेर्नु ओहो बासमती धान बासमती धानको सँग चाहिँ गना चट तलाएर अब यो सेकुवा अचारसँग खाँदा त मेरो छोरा प्रे गर नानी प्रे गर खानु है ल लु अब मासु खाँदैले चाहिँ आमा मासु खाँदै हुनुहुन्छ नि मासु खाँदै है खाँदै बनाएको अझै मजाले वनभोजमा त छर गर्दैछ सब्जी चाहिँ पाकिसकेको छ यस्तो मजाको भइसकेको छ बातमा गर खानाको लागि अन्त बास्ना आइरहेछ ल अब वनभोज खाइँदैछ है एकदम मिठो भएछ वनभोज त नि ल यसरी खाइँदैछ बाउ कस्तो भएछ एकदम गुड छ दामी गुड गुड ल गाइसहरूमा यहाँ अब सलेडहरू पनि छ यो अचार छ अनि अर्को बैमलाको अचार अमिलो ल आमा थ्याङ्क यू सो मच ओ केटो अगाएर ढल्क्यो ओ गरेर खानुपर्छ नि त बाछामा कस्तो हुँदैछ एकदम दामी मिठो भएछ कहिले नै यसरी खाएको छैन भाइ तपाईँहरूको सहायता अनुग्रह परमेश्वरको अनुग्रह तपाईँहरूको माया प्रेमले गर्दाखेरि यस्तो भोजहरू खानु पाएको धेरै के गर्नु नडाका टाइमले बहुत यस्तै गरेर खानु पऱ्यो नि हिजो बफे खाएर भुँडी झनै पर्थ्यो आज वनभोज खाएर अहिलेसम्म तल गएको भुँडीलाई अब अहिले कति बजी भयो भन्दा नि पक्कै हिजो खाएकोले 5 बज्न आँटे 5:30 भइगयो भुँडीलाई तल गएको नि हिजो बेसमारी खाएर अनि फेरि आज फेरि अहिले खाँदा भोलि फेरि कति बजी खानु पर्यो भोलि जान्छ र स्टार सन्डे फेरि यस्तै छ अब त डेली बन्द खाने पो मन लाग्यो डेली वनभोज ओके थ्याङ्क यू मिठो नानी ल छोरोले खाइसक्यो